नमस्ते नमस्ते पदेरिङछा युट्युब च्यानलमा सबैलाई नमस्कार। एउटा सानोतिनो आज शनिबारको दिन बिदाको दिन छोटो भिडियो बनाएर तपाईहरु सामु सेयर गर्न चाहन्छु। मित्रहरू सबले लाइक सेयर सब्स्क्राइब गरिदिनु होला। यता हाम्रो हेलपको छोरो निरज बस्नेत के छ निरज तिम्रो हाल? एकदम ठिकै छ। हजुरको वाइफलाई देखाउनु न पछाडी। यता आज हामी चाहिँ यहाँ घाँसको मकै छरिरहेका छौँ साथीहरू। त नजिक हाइवेमा चाहिँ गाडी कुदिरहेछ। यता सरगम भन्दै तिम्रो के छ हाल खबर? ओ मेरो गुड अलवेज गुड अलवेज ए बुढी वाइफ के छ अनि मकै खन्न गाह्रो भएको छैन नि? मकै यस्तो तरिकाले रोप्दो रहेछ मधेसमा चाहिँ साथीहरू। पहाडमा त हलो जोतेर एउटा लाउँथ्यो, यहाँ त मकै हानेर ध्वंस छ। मिस्टर रमेश बरालको छोरी आउँदै हुनुहुन्छ। रुपा बराल मिस्टर रमेश बराल छोरी रुपा बराल कान्छी रुपा बराल के छ हाल खबर? ल ठिक छ ल। हाम्रो हेन्सम भाइ एकदम जित बहादुर मिस्टर जित बहादुर छोरा। ल एकदम चाहिँ बराल छ वाइफको अङ्कलको खतरा छ खतरा। शनिबारको दिन मकै छराइ छ यसरी मित्रहरू। सरगम एकदम टेन्सनमा छ अहिले। के को टेन्सन भयो सरगम भन्ने? पढ्नु त छैन अनि पढ्ने 22:30 कुन ए प्लस आउँछ यसपालि? पाससम्म चाहिँ हुन्छ। ल ठिक छ पासै हुन्छ एसीको पासै हुने ठुलो कुरो। सब्जेक्ट नलागि पास हुनु। ल ठिक छ बधाई छ अग्रिम पास गरेर कलेज जोइन गर्ने। एकदम कुन कलेज जान्छु? काठमाडौँको कुन कलेज? विश्व आदर्श टप कलेज। ल ठिक छ मित्रहरू। एकदम रोडको दृश्यहरू देखाइदिनु। गाडी कुदिरहेछ एकदम यो मदन भण्डारी राजमार्गमा।